So hello, what's up guys, welcome back to my Thakurji vlogs aka Thakurji. So we are going to Tirchuli to celebrate with our Sachiko birthday. So let's see आजको यात्रा कस्तो हुन्छ सबैजना हेरेर साथ दिनु होला अनि सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला प्रतिक्रिया दिनु होला प्लिज है त ल सो स्टे ट्युन bro. बनाउनु So final guy हामी चाहिँ आइपुगे भन्नु पर्दा के छ बरु कस्तो लागिरहेको दुई शब्द इन्द्र लागिरहेको छु साथी यो त हालेन त्यही भित्र के हो ब्रो यो दुई कार्टुन बोकेर हिँड्न तिमी तिमीलाई ठिक्क हुन्छ बोका त तिनटा ठिक्क हुन्छ यो त नाम्लो लाएर बोक्नु पर्छ यतिकै सक्दैन त सो यहाँबाट चाहिँ फेरि गाडीमा है फाइनल गाइस त्यस्तै 10-15 मिनटको वाकपछि चाहिँ हामी हाम्रो सुमित रिभर लज आइपुग्यो अलमोस्ट 15 मिनट लाग्दो रहेछ पार्किङ गरेको ठाउँबाट हिँडेर तर गाडी चाहिँ यहीँसम्म ल्याइदिँदो रहेछ उनीहरूको आफ्नै प्राइभेटले लुक एट दिस इन्ट्रान्स गेट एम्बियन्स लुकिङ वाउ भाइब चाहिँ ग्रिन नेचर एकदम ब्युटिफुल है वार्म वेलकम हामीलाई यहाँ प्रोभाइड गर्दै हुनुहुन्छ थ्याङ्क यू Look at this view. Wow, wow, wow. ल अब हाम्रो रुम चाहिँ तपाईहरुलाई देखाउन जाँदैछु म है एकदम पुरै प्लान्ट्स रुमको ड्रेसहरु सबैमा छतहरु सबै प्लान्टले भरिभराउ झकिझकाउ एन्ड पुरै जतासुकै हेर्दा नि ग्रिनरी मात्र देख्नुहुन्छ तपाईहरु
यति शान्त र यति सुन्दर मैले फर्स्ट टाइम देखेको है मेरो लाइफमा चाहिँ यो यस्तो ओ माई गड जङ्गलको बिचमा आएर बसेको जस्तो फिल भइरहेछ तल नै छ हाम्रो ल अब हामी चाहिँ इन्ट्री गर्दा जाँदैछौँ अब आइपुग्यो हजुर एकदम So guys, we are going to play game. Game को नाम चाहिँ के हो दाजु भन्दिनु त एकचोटि भन्न ए बेलुन म्युजिक गेम है गाइस लेट्स सी कस्तो हुन्छ रमाइलो हुन्छ जसले हार्छ त्यसले चाहिँ यहाँ एक टकेला सर्ट हार्नु पर्ने हुन्छ हाम्रो गेमको नियम चाहिँ गिफ्ट हाम्रो यो छ है 4टा जसलाई पनि हुन्छ है अब त्यो कसलाई के पाउँछ भन्ने थाहा छैन त्यो आफू जो विनर हुन्छ उसले आफै चुज गर्ने अनि लिने है ओके ल गाइस रेडी आर यु गाइस रेडी रेडी हो ल दाइ रेडी रेडी Messi International जसको हातमा पर्यो त्यो आउट हुन्छ सर्ट दिइहाल्ला ल टकेला सर्ट दाइ त्यहाँ ल ल ल ल नम्बर चाहिँ लिइराख्नु ल सेकेन्ड राउन्ड चल्दैछ मनी आउट भइसक्यो है गाइज लेट्स सी खाएन त्यो हालिदिनु पर्यो कि ए सरी विवेक ल विवेक ब्रो ए हुँदैन क्या ब्रो यार यो हान्नुपर्छ के होइन हामी चाहिँ खाने हामी नि खानु मन थिएन नि त नि त्यही भने होइन त्यो हुँदैन ल ब्रो ल ब्रोलाई है मायाले ल यो हुँदैन यति हाले ब्रो ल ल बाबा हाने ब्रो ल नेक्स्ट राउन्ड चल्दैछ हाम्रो ल बर्थडे कल ल ब्रो हाल न ल ल ओ कस्तो भयो ल फाइनल गेम हुँदैछ हाम्रो दुईजना देवाबरु सरसाथी है एकदम हार्नेलाई चाहिँ 1 टकेला सर्ट हान्नुपर्छ भने जित्नेलाई चाहिँ गिफ्ट छ ल अब स्टार्ट भइरहेछ गेम ल बिस्तारी अलि साथी हो बिस्तारी अलि जसले भुइँमा झारे आउटै हो भुइँमा हो अहिले त तिमी नै गाउ ल हाम्रो साथी विनर ल खान्छ खाउँ त्यो नहाल्नु ल हामीले 4वटा गिफ्ट छ जे लिँदा नि हुन्छ जित्नेले चाहिँ ल ब्रोले लिएछ हाम्रो गिफ्ट चाहिँ पाक्कै हो ल हाम्रो फर्स्ट विनर हाम्रो फर्स्ट गेमको अब सेकेन्ड थर्ड फोर्थ गेम हुँदैछ गाइज अब हाम्रो नेक्स्ट गेम सुरु हुनु जाँदैछ नेक्स्ट गेम चाहिँ यहाँ बियर टकेला र वाटर छ अनि जे भन्यो त्यसै त्यही लाइनमा छिर्नु पर्यो नत्र आउट हुन्छ है
प्राइज चाहिँ त्यहाँ छ हाम्रो तिनटामा जे लिँदा नि हुन्छ यो गेम जित्नेले ल ल प्र्याक्टिस मात्र ल बियर बियर वाटर फास्ट भने छिटो है टकेला बियर दुईजना सुति पनि हो टकेला बियर ढिलो भयो बाले ढिलो भयो के नै टकेला ला बियर होइन उसलाई आउट हुँदैन अगाडिकोलाई त आउट हुँदैन 1 घन्टा भएन चिया बियर बियर टकेला बियर टकिला बियर टकिला टकिला वाटर वाटर टकिला बियर टकिला बियर टकिला टकिला यो सोच्दिन 5 चोटि आउनु भइसक्यो टकिला बियर टकिला बियर टकिला बियर बियर टकिला वाटर टकिला टकिला वाटर बियर बियर हुँदैन ल फेरि टकिला वाटर टकिला बियर ए आउट म नि हुनु नपर्ने नि आऊ यता फाइनल सर्ट है हाम्रो चाहिँ अब टकिला दुईजनामा को विनर हुने हो वाटर टकिला बियर बियर टकिला वाटर टकिला टकिला म त घाटी दिइसक्यो अब यो प्रोडक्ट चेन्ज गर्ने बेला भएको होला होइन अर्कै हो हो यो ठिक छ यो युज टु भइसक्यो क्या अहिले गयो ल हाम्रो विनर सो सेकेन्ड गेमको विनर हाम्रो म्याम थाहा छैन ल ल ओ के हो यो दिस इज आवर थर्ड गेम है यो चाहिँ हाम्रो थर्ड गेम हुँदैछ त्यहाँ 15 राउन्ड घुमाएर अनि एक खुट्टा टेकेर आएर यो बिर्कोले चाहिँ यसरी हानेर ढाल्नुपर्ने हुन्छ सो लेट्स होप कोले विनर हुन्छ विनरलाई चाहिँ राम्रो गिफ्ट छ त्यहाँ एउटा है सो लेट्स सी अब हाम्रो गेम सुरु हुनु जाँदैछ गेमको लागि चाहिँ एक टकेला सर्ट हानेर मात्र खेल्नु पाइन्छ है नत्र पाइँदैन फेरि यो गेम खेल्नलाई चाहिँ ल ल ल ल ल ल खोइ आँखा चिम्ला न आँखा एउटा भएन ब्रो च्यालेन्ज यसो गरेर ए ल ल ल ल एउटा आँखा ल ल ल आउट आज
गाह्रो छ 3 मिनेट म त उयो आइदिए हैन म त नजिकै होला भने यस्तो गरे हुने बेला छुँदै नहुने अलि स्पिड घुमाएको भयो होला 10 ल छिटो छिटो भिडियो चाहिँ भयो ल 10 चोटि घुमायो त ल ल गयो ल ल गयो ल ल यहाँ ल फास्ट छैन ल तपाईँको अलि खानु पर्यो ल सर्ट एक सर्ट ल ल ल हान्नु पर्यो ल फास्ट 10 ल ल आयो यता ल वाह के यो ओ माय गॉड ल हाम्रो विनर चाहिँ ऊ ब्रो र तपाईँ हो दुईजना हो विनर दुईजना हो अब चाहिँ 15 चोटि होइन ल 2 शट हो ए ब्रो यार तिमी यार सजिलो त भइसक्यो त अब एक्सट्रिम च्यालेन्ज त हुनु पर्यो नि ल यति नै देखा ब्रो ल यो वान शट छ क्या अघिको अब यति हो ल छोड ल हाने आउट ब्रो ल तपाईँको ल वान शट होइन ठिक छ ल ठिक छ ल दुइटै आउट हो दुइटै आउट ल दुवैजनाले टास्क कम्प्लिट गर्नु सकेन फेरि फेरि ए खानु न हजुर ल ब्रो ल तिम्रो पाल ल उसलाई खानी के सो अहिलेको गेम चाहिँ दुवैजना डिस्क्वालिफाई भयो दुईजनाले टास्क कम्प्लिट गर्नु छैन अब यो थर्ड 2 शट हान्नु पर्यो ल टकेला चाहिँ हाम्रो यति पुगिसक्यो है गेम खेल्दा ल ए आँखा चिम्ला गर ल आऊ ल यहाँ ल एक शट ल आँखा चिम्ला ल ढाल्यो बाक्यो यो ओ माय गॉड हैन जित्या हो खतरा जित्यो त यार अहिले त हट बाफ रे बाफ ल गिफ्ट ल ओपनिङ गिफ्ट ल गेम पनि विनर हाम्रो ल सेकेन्ड विनर है हाम्रो गेमको हैन ग्लभ्स ल सो गाइस फाइनल गेम है अनि यहाँ चाहिँ अब अनि क्वेसन सोध्छ अनि आएन भने चाहिँ यहाँ यो टाउको यहाँ डुबाइन्छ फेनल ग्रिन्स आउट चोप्नु ल ल तीनचोटि ल भयो 2 चोटि भयो ल खोइ यता फेस ल फेनल ग्रिन्स त्यही हो सेम मिस्टेक ल चोपौँ न म्याम तपाईँ गर्नु पछाडि उले गर्ने पाउँछ क्या दुईचोटि होइन भने एकचोटि मात्रै गर्न एकचोटि मात्रै गर अलि भएन एकचोटि मात्रै भने क्या सबको भागा भाग छ है यहाँ गाइस
अरू नि छन् एउटै होइन क्या दाइ डिफ्रेन्ट क्या होइन छोडिदिनु टन्नै छ क्या यत्रो लिस्ट छ क्या टन्नै 50 वटा लिस्ट ल आउनु पायो ल यहाँ छोड्दिन मिल्दैन के ल अलि दाइ 3 चोटि 2 3 ओ ल ठिक हो यता अरु चाहिँ कोही चाहिँ आइसबर्ग ल आइसबर्ग मिलेन होला फेरि बिस्तारै एक एउटा स्पेलिङ मिलेन ल दाइ ल भइसक्यो ल भएन मिस्टेक भइसक्यो दाइ यता हेर विवेकको म युट्युब भिडियो बनाइरह हो के मलाई केही आउँदैन राम्रो सजिलो ल जिराफ ल जिराफ सजिलो छ पुरो ल मिलेन ल बिस्तारै एक एउटा शब्द दुईचोटी भयो अब लास्ट है जिराफ त मलाई नै आउँदैन ल लास्ट चान्स ल मैले अघि GIRAFF भन्यो GIRA ल गयो मिलेन अलि छुएन अलि लाउनु पर्यो अलि खतरा हुन्छ अलि पढे लेखेको मान्छे है उ चाहिँ दाइ अलि हार्ड सोध्नु हार्ड पढे लेखेको मान्छे हो कि हिपोपोटामस ठिक छ ल हिपोपोटामस यो त चोक्दिम सिधै HIPPO TAMOUS मिलेन ल जिराफ हुन्छ के HIPPO PO TAMUS वाह ल उसको टर्न अब दाइ उसको टर्न उसको भइसक्यो चिता सीबाट हुन्छ ल सी ल भन्नु ल लास्ट चान्स है लास्ट सिसाइलेन हुन्छ के चिता है चिल अनि ल अलि राम्रोसँगले एकचोटि 3 चोटि हो मंकी भन्यो दाइ भन्यो तपाईले मंकी अलि दाइ तपाईको पालो होला उडपिकर हजुर WOOD PEKR रङ ल WOOD उड हैन PEKR भएन ल भयो ल अब त डुबाउने बेला भयो ल लास्ट चान्स ल राम्रो छैन उडपिकर हो उडपिकर त्यो ठक हान्ने बेला उड त मिल्यो के WOOD उड अँ PEE भएन अब ल
सीमा सो फाइनली विवेक ब्रो र म चाहिँ है नलाउने पर्यो है दुईजना चाहिँ हामीले चाहिँ मिलायो होइन हामी मात्रै हो ग्रुपमा अब त हुँदैन अब सकिसक्यो तीनजना अब हामी तीनजनाको पालो फेरि के देखाएको छ भने यस्तो राम्रो देखिरहेको केही देखाएको छैन के भन्नुभयो स्लट के हो सलाद भने एनिमलको नाम कुन एनिमल हो यो ल ल ल रङ राइट दाइ ल अब दुईचोटि चान्स ल यस्तो भन्न पाइन्छ क्या एसएल भन्ने होइन अमिना भन्ने क्या ल चोप दिनु न तिम्रो होइन ठकुरी आइसक्यो म यहाँ भिडियो गर्दैछु ल अरमा दिलो कि अरमा दिलो हेरे होला हो अघि हेरेको थियो अरमा दिलो एआरएमओडी आइहाल्यो वान अरमा दिलो अरमा दिलो प्रोनाउन्सिएसन रङ भयो तपाईको चल्छ नि यहाँ हो अरमा दिलो एआर टु एआर अरमा यामे हो अरमा दिलो दिलो डिआई यालो ढिलो अलिक खतरा सोध्ने उसलाई चाहिँ खतरा सोध्ने उसलाई आउँछ क्या अलिक खतरा सोध्नु त अलिक खत्रै एन्टिएटर अलिक ब्रो खतरा लगाइदियो एकचोटि गयो है वाचेन मिल्दैछ रे ट्रिएटर हो भन्न पाएन त उसले फेरि त्यो के भनेको थिएँ मैले फेरि भन्नु पर्यो नि त फेरि भन सुरुबाट मिल्यो त्यसो हो त्यसो भन्न पाएँ क्या टिई एकचोटि भयो एकचोटि अब सुरुबाट भन फेरि सुरुबाट भन आर दुईचोटि ल अब लास्ट ल लास्ट चुप ल ल रङ भयो ल ल अलि बेस गरी दाइ एकचोटि भयो दुईचोटि अझै दुईचोटि आयो यो दाइले हटाइसक्छ डलेर खिच्नुपर्छ हटाएछ ल सो गाइस हालत चाहिँ यस्तो भएको छ आज हाम्रो एकचोटि त मिलाएर सेकेन्ड टाइममा गयो विवेक र म चाहिँ हामी चाहिँ सेकेन्ड राउन्डमा गुल्टेको है चाहिँ यहाँ चाहिँ ल लास्ट टाइम मिलेन एकचोटि भन्नु त ल दाइ एकचोटि ल लास्ट स्टार्ट भन्नु यी भन्यो आउट हो दाइ आउट हो ल दाइ ल एकचोटि ल होइन रुस्टर रुस्टर के भाले रुस्टर कि रुस्टर रोस्टर प्रोनाउन्सिएसन राम्रोसँग भन्नु पर्यो
ROSTR Wrong. Roaster. ल चुप लाग्नु एकचोटि भयो ल एकचोटि wrong भयो। दुईचोटि चान्स ल रुस्टर क्या रुस्टर RUSTR Wrong. ल हो त मिल्यो त Wrong. Roaster. यो त प्रोनाउन्सिएसन रङ भनेर Roaster. मैले भने त roaster. रोस्टर ल रोस्टर ठिक छ रोस्टर ल भन ल लास्ट टाइम स्पेलिङ भएन रोस्टर हामी रोस्ट खान्छ नि रोस्टर। ROSTR And ल डेकोरेसन गरौँ। के हो खोल्नु न ब्रो ल ल टोपी ल सो बर्थडेको लागि हामी चाहिँ अब डेकोरेसन गर्दैछौँ है राति 12 बजे काट्नु पऱ्यो सो हामीले चाहिँ अहिले यतिसम्म बनाइसक्यो अब बेलुनहरू फुल्लाउँदैछ लेट्स सी कस्तो हुँदैछ वाइनको हावा खुस्के जाउँ अलि भएन त्यो फुलाउनु त अलि च्याम्पेनको हावा खुस्के छ 12 बजिसक्यो। ल हिँड न हिँड ब्रो बाइसक्यो आऊ हिँड न ल म उड्छु हिँड 12 बजिसक्यो। हिँड न आउन बिबे। ल ह्याप्पी बर्थडे आउँदैछ है म्यामको कस्तो फिल हुँदैछ 12 बजे मलाई कतिको एक्साइटेड भइरहेछ तपाईँ मलाई निन्द्रा लागिरहेछ। ए निन्द्रा हटाउनु पर्यो सो अब चाहिँ हामी केक काट्न जाँदैछौँ ब्रो एकदम के पानी खाने ल्याऊ के खाने भन सो फाइनली हाम्रो डेकोरेसन चाहिँ यस्तो भएको छ है हजुर Happy birthday, dear Sangeeta. Happy birthday. Happy birthday. So, hello guys, good morning from Summit Lodge and Resort. So, we are going to talk breakfast खाइदिउँ ब्रो हैन अनि अरु भने हुन्छ ल look at this view है राति बर्थडे सेलिब्रेट गरेको ठाउँ चाहिँ त्यही हो लाइटिङको चाहिँ अलि त कमी भयो के दुई शब्द भन्दै त सो हाम्रो चाहिँ हिजोको बबाल एकदम कोकोलास्टिक भइसक्यो प्रोको आउँछ कमालहरु हाल हो ब्रो है look at this अनि बल्ल उठेर यहाँ चाहिँ अब यो जो राति फोटो खिच्नु पाएर अहिले चाहिँ फोटो सेसन टिकटक सेसनहरू चलिरहेछ सो हाम्रो चाहिँ इन्जोय गरेर चाहिँ यहाँ स्विमिङ हानेर भर्खर बिहान 6 बजे look at this beautiful view from the Summit Lodge सो ब्रो अब हामी चाहिँ भोक लाग्दैछौँ अब हामी चाहिँ ब्रेकफास्ट लिन जाँदैछौँ के बोल्यो यस्तो हेरौँ के रहेछ डिसहरू कस्तो छ सबैहरूलाई हामी त्यहाँ गएर ब्रेकफास्टको लागि किचन चाहिँ माथि छ होइन है बवाल छ एकदम एन्थेटिक्स ओल्ड भाइब्स डेकोरेसनले भरिपूर्ण यहाँबाट चाहिँ तिर्सुली राउन्ड देखिँदैछ यो चाहिँ तिर्सुली खोला हो अनि यताहरू नि बवाल चाहिँ मेन यो चाहिँ किचन हो हाम्रो समिट रिभर लजको यो चाहिँ हाम्रो किचन हो है बुफे सिस्टम छ ब्रेकफास्टमा यहाँ हो क्या गुड मर्निङ गुड मर्निङ गुड मर्निङ किचनबाट भर्खर खाना खाएर के अरे ब्रेकफास्ट लिएर आयो अब चाहिँ यसो यहाँ बसेर त्रिशुलीको भ्यू हेरेर हावा फ्रेस खाएर अनि लाग्नुपर्ने हुन्छ काठमाडौँतिर
फाइनली हामी चाहिँ घर फर्केको अब होइन त कस्तो भयो त पुरा आज बाबा यहाँबाट चाहिँ 15 मिनट जति हिँड्नुपर्छ बेस्ट हाइकिङ पनि हुने सर्ट हाइकिङ प्लस नेचर फ्रेन्डली टाटा